हामी यहाँ सिलगढी हाम्रो साथीको है दिदीको बिहामा आएको थिएँ है। तपाईँहरूलाई यहाँबाट यो ब्लग देखाइरहेछु। हाम्रो विशाल जितुस हाम्रो जितेश भाइ यहाँ हाम्रो जितेश भाइ विशाल हाम्रो विश्वास हो यो के भनिन्छ टिकी चाट सभी मेहमानों से निवेदन है कि वो बीच वाले पैसेज को खाली कर दे और अपने अपने स्थान पर बैठ जाए और सामने वाली जगह हमारे बेटी तथा मेरी पोती विंध्या चांडे की शुभ उत्सव में अभिषेक जुड़े और उनके माता हामी खानासाना खाइसकेर है यहाँ बसिरहेको छौँ है। कतिजना खाना खानु हुँदैछ, हामी चाहिँ अब खाना खाएर चाहिँ जाने हो है, लाग्ने हो र हामी फेरि भोलि फर्किनुपर्छ है। त्यसैले गर्दा हामीले आएको भिडियो पनि बनाएन, त्यसैले गर्दा यहाँको भिडियो मात्रै बनाएको छु है। हामी चाहिँ दुईजना आएको होइन, यहाँनिर हामीले आएको भिडियो चाहिँ बनाएन है। हामीले यहाँ एकैचोटि यहाँ आएको भिडियो मात्रै बनाएँ।
अब त के हुन्छ भन्नुहोस् न होइन त्यही त अब त छोरीको तेह्रको टाइम हो तेह्र टाइम पनि भयो हो थ्याङ्क्स भाइ अन्त अब चाहिँ उयो म सिधा फेरि आएको तर ठिकै भयो हेर्नु ल मान्छे यता अलिकति भए इङ्गेज भयो नि त नमस्कार माथिको प्रोग्रामदेखि रिसेप्सनबाट 12:30 बज्नु ग्याप भइहाल्थ्यो राम्रो 12:30 त बजी भयो नि यहाँ फेरि सुरु भइहाल्छ अहिले चाहिँ हामी है यहाँ इन्डिया भएको बिहा खाएर चाहिँ फर्किँदैछौँ है त्यहाँ हाम्रो विश्वास छ त्यहाँ हाम्रो युरोप अब केटासँग चाहिँ लाग्ने हो है हाम्रो यता ग्रहको रुममा जाने हो है विशाल भाइ के हो निनाले हो कि के ले अब हामी यहाँ है हाम्रो जितेश भाइको रुममा जाने हो होइन र अब यहाँ सक्यो है जितेश भाइले चाहिँ हामी चाहिँ गाडी पर राखिरहेको छौँ है र हाम्रो यहाँ सबै जाँदैछौँ है गाडी त्यो त मलाई पुरा निद्रा लाग्यो जुन चाहिँ बिहा पार्टी चाहिँ यहाँ थियो है मरावली भवनमा र हामी चाहिँ हामी कुन साइडको जानु पऱ्यो यहाँ अगाडि घर नि